सम्पूर्ण साथीहरूलाई म आचार्य पविको युट्युब च्यानलबाट स्वागत छ। आज छ मसँग एक कङ्गालो निगुरो। मेरो एक कङ्गालो निगुरो चाहिँ मेरो कङ्गालोमा अटेको छैन, झर्दैछ, खस्दैछ भुइँतिर हैन। अब यत्रो निगुरो त अब आज खाइसकिँदैन होला हैन, बाँकी पनि राख्नुपर्छ अलिअलि। अनि आज एक कङ्गालो निगुरो आइपुगेको छ घरमा, खोजेर जङ्गलदेखि ल्याउनु भएको छ परिवारले, मेरो परिवारले। अनि त्यस पछाडि मैले चाहिँ यसलाई सम्झनाको लागि त भिडियो गर्नै पर्यो, फोटो खिच्नै पर्यो। अनि हेर्दै कलकल परेको, हेर्दै खाउँ खाउँ परेको छ हैन। अनि मलाई पनि पहिला पहिला त यो जङ्गल घाँस जस्तो लाग्थ्यो, अचेल चाहिँ अब अलिअलि बानी भयो। अनि घरबाट हिँडेपछि चाहिँ जस्तो पनि खानुपर्ने रहेछ, जस्तो पनि गर्नुपर्ने रहेछ परिस्थिति अनुसार हैन। अनि मसँग चाहिँ कङ्गालो निगुरो आज चाहिँ हैन, हजुरहरूलाई हेर्नु लह लह परेको, खाउँ खाउँ लाग्दो, हजुरहरूलाई नि देख्दै लोभ लागिसक्यो होला हैन। म त यो देखेरै लोभ लागेरै मैले त फोटो भिडियो गरिहालेँ। अनि त्यस पछाडि यसको रेसिपी पनि बनाउँछु भन्ने सोचेँ। अनि यसलाई म साधारण तरिकाले नै बनाउँछु हैन। हजुरहरू पनि साधारण तरिकाले बनाएर खाँदा नि एकदमै मिठो हुन्छ क्या। त्यस्तो धेरै यसमा मसलाहरू के मिठो लाग्ने मान्छेलाई त्यत्तिकै नुन खोर्सानी हालेर मिठो हुन्छ भन्छन् नि, त्यस्तै हो क्या। मन परेपछि मिठो भएपछि जस्तो पनि मिठो हुन्छ। अनि हेर्नुहोस् त मेरो एक कङ्गालो भइरहेको छ। अनि मैले यसलाई फोटो भिडियो लिएँ। अनि यति राम्रो यति मिठो अब सधैँ हुँदैन हैन। गाउँघरमा त पाइन्छ, तर गाउँघरबाट हिँडेपछि सहर बजारतिर यस्तो कमै पाइन्छ। अनि यस्तो पनि खाएको थियो, यस्तो पनि हुन्छ वहाँ यहाँ गाउँघरमा भन्ने मैले सम्झना स्वरूप चाहिँ मैले यसको भिडियो गरेँ। अनि हजुरहरूमा आज पनि मैले यो भिडियो सेयर गरेको। मेरो भिडियो चाहिँ धेरै लामो छैन, छोटो छ, हेरिदिनु होला सबैजनाले। अनि कस्तो लाग्छ भन्नु होला। सुरुमा त जङ्गलदेखि टिपेर ल्याउनु भएको थियो। अनि मम्मी र मैले भएर के लायौँ, यसको चाहिँ यो बाहिरी बोक्राहरू, यो फर्सीको मुन्टाहरू जस्तो यसको बाहिरी भाग चाहिँ हामीले भाँच्दै त्यसको बोक्राहरू फाल्न सक्छौँ। त्यस पछाडि हामीले धोएर ओरेर पखालेर सफा बनाएपछि आलु त मिच्नु परिहाल्यो। आलु जे कुरामा पनि म्याच हुन्छ हैन। अनि मिठो पनि हुन्छ, टेस्ट पनि हुन्छ। अनि हामीलाई सधैँभरि चाहिने भनेको प्याज हो। प्याजमा पनि हामीले खोर्सानी, प्याज, अदुवा, लसुन यति भएर यति आगो बालेको। अनि अर्ग्यानिक चुलामा पकाएको कराईमा हैन, गाउँघरको आगोमा पकाएको छुट्टै मिठो हुन्छ नि त। अनि त्यही माथि घिउ, गाउँघरमा गाई भैँसीले दिएको दुधको आफैले उत्पादन गरेको घिउ हैन। घिउ हाल्दा त आगोमा पकाएपछि घिउ हालेपछि त एकदमै मिठो हुने भइहाल्यो हैन। अनि त्यस पछाडि मैले घिउ चाहिँ हालिसकेँ। घिउमा पकाउँछौँ हामी प्राय तरकारीहरू चाहिँ। अनि कहिलेकाहीँ त्यस्तै पर्दा मात्र हो तेलहरू खाने हैन। अनि मैले प्याज, अदुवा, खोर्सानी यति थोरै तरिका हैन, साधारण तरिका थोरै आफ्नो घरमा भएको जे सामान लगाएर भए पनि आफ्नो टेस्टको लागि, आफ्नो मिठो हैन, मिठो चाहिन्छ नि त सबैजनालाई। अनि मिठो खानको लागि त साधारण तरिकाले पनि बनाएर खान सकिन्छ, धेरै कुराहरू पनि चाहिँदैन। अनि मैले त्यही घिउ हालिसकेको थिएँ, घिउमा अनि मेथीहरू पड्काइसकेको थिएँ। अनि त्यस पछाडि यो प्याज, अदुवा अनि बेसारहरू, खोर्सानी हालेपछि त एकदम मिठो भइहाल्छ। अनि त्यस पछाडि मैले यो आलु र निगुरो, हाम्रोतिर चाहिँ यसलाई साउने निगुरो भन्छौँ हैन। यो चाहिँ साउने निगुरो चाहिँ एकदमै साउनमा एकदमै धेरै हुन्छ के। अनि अब टेस्टको लागि त नुन चाहिहाल्यो हैन। अनि मैले चाहिँ यो निगुरो र आलु सँगसँगै मिसाउँछु, किनकि यो एकैचोटि सँगसँगै नै पाक्छ। आलु पनि गाउँघरमै उत्पादन गरेको आलु हो, सँगसँगै पाक्ने हुन्छ। यो निगुरोको बोक्रा फालेपछि चाहिँ एकदमै नरम र एकदमै मिठो भएर पाक्छ कि, लतक्क बनेर पाक्छ। अनि यसलाई धेरै बेर पकाउन पर्दैन हैन। रस नहाली खानासँग खान सकिन्छ, साधारण तरिकाले पकाएर खान सकिन्छ। अनि हाम्रो चाहिँ धेरै यस्तो त्यस्तो केही पनि हुँदैन हैन। जस्तै
अब अरू मसलाहरू बजारमा पाकेटहरूमा मसलाहरू आउँछ नि मिक्स मसलाहरू त्यस्तो चाहिँ खासै हामी हाल्दैनौँ गाउँघरमा होइन। जिरा र धनियाँ पिसेको हुन्छौँ घाममा सुकाएर अनि त्यो नि अर्ग्यानिक टेस्ट एकदमै मिठो आउँछ। त्यति मात्रै हाल्दा पनि हुन्छ होइन। अनि हामी चाहिँ तरकारीहरू प्राय जसो चाहिँ आगोमै पकाउँछौँ। अब ग्यास चुल्हाहरू केही पनि छैन होइन। अनि अब पकाउने म कहिलेकाहीँ मलाई नि मेरै लागि कन्टेन्ट चाहिन्छ अनि त्यही भएर प्राय मै पकाउँछु धेरै जस्तो तरकारीहरू चाहिँ होइन। अनि अब चाहियो नि त भिडियो बनाउनु पर्यो हजुरहरूलाई सेयर गर्नु पर्यो म के बनाउँछु कस्तो बनाउँछु साधारण तरिकाले पनि एकदमै मिठो बनाउँछु है। अनि सबैजनाले टेस्ट गर्नु होला भिडियोबाटै। अनि मैले चाहिँ यसलाई चाहिँ एकदमै मिठो मानेर खाने गर्छु। अचेलतिर चाहिँ पहिला चाहिँ त्यति धेरै मन पर्दैन थियो अनि अहिले चाहिँ सबैजनाले खाएको थोरै थोरै खाँदै गर्दाखेरि बानी पनि हुँदो रहेछ। अनि सहरतिर चाहिँ एकदमै नराम्रो लाग्थ्यो होइन। सानो सानो ठोसाहरू हुन्छ साउने निहुरोहरू हो कि खै कस्तो कस्तो निहुरोहरू ल्याउनुहुन्छ सहरतिर त अनि त्यति धेरै मिठो पनि लाग्दैन मलाई। अनि अचेल चाहिँ गाउँघरमै फलेको भनेपछि चाहिँ अलिअलि खान मनपर्छ। अनि हेर्दा पनि एकदम मिठो के हरियो है खाउँ लाग्दो घिउमा फ्राई गरेको घिउमा पकाएको त्यही माथि आगो बालेको गाउँघरको चुलोमा होइन त्यसै मिठो भइहाल्छ। अनि यसलाई चाहिँ धेरै बेर छोपेर धेरै बेर पकाउन पर्दैन थोरै थोरै टाइममा एकछिन पानी पनि नहालिकन यहाँ मैले पखालेको थिएँ पखाल्दाखेरि पानीहरू त्यो निगुरोमा रहन्छ नि त अनि त्यही भएर त्यस्तो धेरै पानी हाल्न पनि पर्दैन यसलाई होइन। अनि एकछिन छोप्दै एकछिन हेर्दै हल्का हल्का चलाउँदै होइन यो 5-10 मिनट धेरै टाइम लाग्दैन। आलु सँगसँगै पाक्छ आलु पनि छिटै पाक्छ गाउँघरको आलु। अनि यो निगुरो पनि एकदमै लतक्क भइहाल्छ। यो तासेर पकाउनुपर्छ तास्दाखेरि एकदम धेरै बोक्रा आउने के यसको। मलाई पहिला थाहा थिएन म खासै केलाउँदिनँ पनि थिएँ जान्दैन पनि थिएँ यस्तो होइन मन पर्दैन थियो। अनि मलाई इन्ट्रेस्ट नै लाग्दैन थियो कि यस्तो खानेकुराहरूमा जुन इन्ट्रेस्ट लाग्छ त्यही मात्र बनाउँथेँ म। अनि मम्मीहरूलाई त अब बनाइदिन्थेँ नि तर कस्तो हुन्थ्यो के हुन्थ्यो मलाई त्यति थाहा पनि हुन्न थियो। अनि आजकल चाहिँ म आफै बनाउँछु प्रायः जसो तरकारीहरू। अनि अब मिठै पनि लाग्छ सबैजनालाई मिठै मानेर खानुहुन्छ होइन। अनि अब मम्मी बाबाहरूलाई फुर्सद पनि मिल्दैन गाउँघरमा घाँसपात बाख्रा बस्तु हुन्छन् अनि गर्नु पनि पर्छ। अनि टाइम मिल्दा मैले नि तरकारी चाहिँ प्राय मै पकाउँछु माम चाहिँ खासै बरु म बनाउँदिनँ मम्मीले नि पकाउनुहुन्छ प्रायः जसो होइन। कहिलेकाहीँ हुन्छ मेरो काम यस्तो। अनि मलाई फुर्सदको समयमा चाहिँ धेरै खानेकुराहरू बनाउन पकाउन मनपर्छ कि। अनि आगोमा अनि एकदमै टेस्ट पनि टेस्टी हुन्छ नि त गाउँघरमा। फेरि घिउमा पकाउँदा त बानी भएर होला है तेलमा पकायो भन्दा एकदमै मिठो लाग्छ घिउमा बनाएको। अनि म त तेल पनि खाँदिनँ गाउँ आएपछि त घिउ भेटेपछि तेल कसले खान्छ र होइन। घिउले ग्यास्ट्रिक त बनाउँछ भन्छन् ग्यास्ट्रिक पनि हुन्छ नि त्यही पनि यसै गरी पकाएर घिउमै पकाउँदा चाहिँ एकदमै मिठो लाग्छ के। यो मुन्टाहरू साउने निगुरो हो यो चाहिँ होइन। मैले चाहिँ यसलाई धेरै टाइम चाहिँ लगाइनँ 5-10 मिनटभित्रमा पाकिसकेको थियो। तर मैले म आफ्नो भनाइराख्नको लागि चाहिँ मैले यो भिडियोलाई अलिक लामो बनाउन खोजेँ होइन। अनि हजुरहरूलाई कतिको मनपर्छ त नि निगुरो हजुरहरूले पनि निगुरोको पनि भ्लग बनाएर ल्याउनु भन्दै हुनुहुन्थ्यो। अनि मैले पनि सोचेँ अब टाइम भएको बेला मैले पकाउन पाएको बेला मैले बनाउँछु भिडियो बनाउँछु भनेर हजुरहरूलाई सेयर गरेको। यो साधारण तरिकाले पनि पकाउँदा पनि एकदमै मिठो हुन्छ। अब हजुरहरूलाई पनि थाहा छँदैछ ग्यासमा भन्दा आगोमा पकाएको अर्कै टेस्ट हुन्छ त्यही माथि घिउ है ओहो अनि त्यत्तिकै मिठो भइहाल्छ नि होइन र। अनि बिस्तारै मैले चाहिँ हेर्दै के मलाई आफैलाई भिडियो गर्दा पनि त्यत्तिकै खाउँ जस्तै भएको थियो। अनि म चाहिँ अब एउटा हातमा फोन बोकेकोले अलि अप्ठ्यारो चाहिँ हुने रहेछ। अनि मसँग अहिले यस्तो सामानहरू केही पनि छैन मोबाइल राख्ने। अनि अहिले मलाई गाउँमा अलिक गाह्रो भइरहेको छ भिडियो गर्न चाहिँ जे भए पनि म
हजुरहरूलाई देखाइहाल्छु नि, पिर नगर्नु होला। अनि म चाहिँ अब यहाँ जिरा र धनियाँ पिसेर राखेको छौँ हामीले चाहिँ। कहिलेकाहीँ अब पिसेर हाल्दा पनि राम्रै हुन्छ, मिठो हुन्छ। तर हामी चाहिँ घाममा सुकाएर जिरा धनियाँ चाहिँ ढेकीमा पिसेर यसरी कुटेर हामी यसरी हाल्ने गर्छौँ। अनि यो त्यस्तो टेस्ट गएको पनि हुँदैन नि त। घाममा सुकाएर गर्दाखेरि त कुट्दाखेरि त हामी ढेकीहरूमै कुट्छौँ प्रायः जसो। हाम्रो ढेकी जाँतो सबै छ घरमा। अनि हामी चाहिँ यसै गरी पिसेर बनाएको मसला खान्छौँ होइन। अनि कहिलेकाहीँ अर्कै टेस्ट गर्नको लागि चाहिँ लोहोरो र सिलौटोमा पिस्दा पनि हुन्छ, त्यसरी पनि हाल्छु म कहिलेकाहीँ। कहिलेकाहीँ अब फुर्सदको समयमा चाहिँ एकदम मिठो बनाउँछु, एकदम अर्कै टेस्टको बनाउँछु भन्दाखेरि चाहिँ हामीले पिसेर हाल्न पनि सकिन्छ। पिसेर मैले चाहिँ लसुन अदुवाहरू चाहिँ सुरुमै लगाएँ, त्यो घिउमै पड्काएको एकदम मिठो लाग्छ कि मलाई लास्टमा बनाएको भन्दा। अनि अब मसलाहरू हालेपछि त एकछिन त मलाई छोप्नै मन लाग्छ नि त। अनि हजुरहरू छोप्नुहुन्छ कि नै? अनि म चाहिँ छोप्छु तरकारीमा मसलाहरू, जे कुरामा पनि मसलाहरू केही अरू हाल्दाखेरि चाहिँ म एकदमै छोप्नै मन लाग्छ कि, किनकि यो मजाले पाक्छ, यसको टेस्ट पनि आउँछ जस्तो लाग्छ। अनि म चाहिँ यसै गरी पकाउँछु। हजुरहरू कसरी पकाउनुहुन्छ आफ्नो आफ्नो तरिका हुन्छ होइन। अनि अझै मसला हालेपछि एकछिन छोपेपछि फेरि खोलिहालेँ। अनि यो चाहिँ एकदम मजाले पाकिसकेको थियो, खाउँ खाउँ लाग्दो पनि भइसकेको थियो। हजुरहरूलाई पनि देख्दा पनि खाउँ खाउँ लागिसक्यो होला। अघि त धेरै थियो, कराईभरि थियो, अहिले त थोरै भइसक्यो हेर्नु न, थोरै भइसक्यो। निगुरो पनि घट्छ नि त। यो चाहिँ साउने निगुरो हो साथीहरू। हजुरहरू कतिजनालाई मनपर्छ त्यो पनि भन्नु होला, कमेन्ट गर्नु होला कस्तो लाग्यो। हाम्रो साधारण गाउँघरमा अर्ग्यानिक गाउँघरको दाउराहरूमा पकाएको, चुलोमा पकाएको निगुरो कस्तो लाग्यो त? हेर्दा त मिठै लाग्यो होला जस्तो लागेको छ मलाई। अनि खाँदा पनि मिठै भएको थियो। भातसँग खाँदा त यसमा हल्का ग्रेभी बनाउँदा पनि हुन्थ्यो, टमाटरहरू हाल्दा पनि हुन्थ्यो। तर मलाई यतिकै खाना यतिकै टेस्टी हुन्छ भनेर मैले चाहिँ यस्तै टेस्टी हुन्छ कि टमाटरहरू हाल्नुभन्दा पनि। अनि मैले टमाटरहरू नहालेको, गाउँघरमा टमाटर गोलभेडाहरू त पाइन्छ होइन। तर यसमा चाहिँ हाल्नुभन्दा चाहिँ नहाल्नै मिठो हुन्छ कि यसमा, त्यही भएर। अनि यता मकै पनि पोल्दैछु म, खानु पऱ्यो नि त। अनि खानु पऱ्यो, मकै पनि पोल्दैछु। अब हजुरहरू कति खाएको भन्नुहुन्छ होला। म त खाइरहन्छु, हजुरहरू पनि खाइरहनु होला, स्वस्थ रहनु होला। बाई बाई।